बिस्तारै बिस्तारै हिँड्दै बिस्तारै बिस्तारै धीरे धीरे जानु होला। बाइक लिन जाने एकजना मान्छे हिँड्दै एकजना बाइक लिएर जानुभयो होला। यो बाटो ठाडै छ हेर्नुहोस्, बाइक लिन जानेरै होला। त्यो पनि मान्नुपर्छ किनभने बाटो ठाडै छ, यस्तो छ ठाडै छ। पिकअप पुगेन पनि ओह्रालोमा ब्याग सरेर लड्न सक्ने सम्भावना धेरै छ। त्यसैले हामी चाहिँ आरामले झरिन्छ। बिहान पनि हामी आरामले नै गएको हो। हेर्नुहोस् अब मोड यत्रो छ, बाइकलाई पनि मोड पुग्न गाह्रो हुने, गाडीले पनि कतिचोटि ब्याक गर्छ हो। हेर्नुहोस् अब ठुलो गाडी त खासै आउँदैन होला है, सानो गाडी सुमोहरू आउँछ होला। आँप पाकेर लट्टम्मै भएछ यता फेरि पहाडले देख्न सक्नुहुन्छ आँप। अब चाहिँ हामी खोलामै आइपुग्यौँ है साथी हो। अब चाहिँ यहाँबाट यहाँ घर पनि रहेछ एउटा होइन, मान्छेको खाना बेला हुन लागेको छ है घरमा। खोलो रहेछ यो चाहिँ, यो त तलको खोलो, यो त ठुलो खोलो हो यो खासरी। तर त पाइप साइप हालेको छ, यसो के रहन्छ बाटो यस्तो छ बगर। यो पनि खोलोकै बगर सबै हेर्दाखेरि त खोलाकै बगर छ, तर के हो कुरो के हो थाहा भएन। तर हेर्दाखेरि बाटो अप्ठ्यारो छ। हेर्नु साथीहरू, यस्तामा गाडी हेर्नु त यहाँ उकालो ठाडो, यस्तो ठाडो उकालो छ कि पुरै नगर्नुहोस्। बाटो अलिक अप्ठ्यारो छ है, त चाहिँ गाडी नै गाडी बाटो छ। अब जस्तो भयो नि जसो तसो जानै पर्यो अनि होइन, यहाँ चाहिँ पुरै गाडी